सो हेलो गाइज, गुड मर्निङ सबैजनालाई। अहिलेको चाहिँ बिहान 5 बजिरहेको छ। सो अहिले चाहिँ हामी म र हाम्रो बहिनी चाहिँ ट्याक्क लगाएर च्याउ खोज्न जाँदैछु। सो अब के भन्छ, च्याउ पाउने सिजन आइसकेको छ। सो के भन्छ, यो पाखाहरूतिर अनि यो मकैबारतिर चाहिँ च्याउ पाउँछ। सो हामी त्यही जान लाग्छ। लेट्स है कति हामीले च्याउ पाउँछौँ। ल हेर्दै गर्नुहोस्, के अरे हेर्दै गर्नु होला भन्न चाहन्छु। सो निन्द्रै खुल्याएन कि भर्खर उठ्यो यार। सो गाइस, धेरै वर्षौँ दिनपछि के भन्छ, लगभग 4-5 महिनापछि बिहान नै उठ्यो भने आजै होला। आजै 5 बजे उठ्या। सो एकदम मजा आइरहेको छ। उताको भ्यू यस्तो छ, ट्याक्क लगाएर सर हेर्नु पर्दा। ओहो। सो गाइस, हामी चाहिँ च्याउ खोज्ने ठाउँमा पुगिसकेका छौँ। सो हाम्रो च्याउ चाहिँ यस्तो म खोज्ने ट्याक्क लगाएर। आज चाहिँ खोलो लास्ट ठुलो आएको छ। हिजो जस्तो म खोलै थिएन। सो आज हल्का ठुलो आएर चाहिँ हाम्रो च्याउ खोज्छ। यस्तै यही दुनियाँ म। सो अहिलेसम्म त एउटा पनि भेटेको छैन। अब कति भेट्छ भन्ने कुरा हो। सो गाइस, हामीले चाहिँ एउटा च्याउ भेटिसक्यौँ। उठाइए ल बिहानै ल टिप खोइदिए त। आमा गाइस, कत्रो हो छाता, चाइनिज छाता जस्तो त। सो बल्ल एउटा चाहिँ भेटिसक्यो। अब हाम्रो अहिले च्याउ हुने साइड भने ऊ त्यो साइड हो होइन। सो त्यो दिन जानेवाला छौँ। लेट्स सी कति पाउने रहेछौँ। ल राख। सो गाइस, यत्रो चाउर हामीले खोजिसक्यो। सो एउटा पनि च्याउ भेटेन। त्यो अगाडि एउटा च्याउ भेटाएको छ। सो अब त्यो हामी चाहिँ फेरि अब मकै बारीतिर लाग्नुपर्ने हुन्छ। मकै बारीमा चाहिँ पाउन सक्छ। हिजो अस्ति चाहिँ 6-7वटा पा हो। सो अब चाहिँ हामी फेरि उकालो लाग्नेवाला छौँ। केही छैन, मर्निङ वक पनि हुन्छ होइन, हल्का एक्सर्साइज पनि हुन्छ बिहान बिहान हिँड्यो भने। त्यही एउटा च्याउ हो। सो यता चाहिँ बहिनी छ। आजले खास भ्लगिङ हामीबाट चाहिँ यता आउनु नेटवर्क च्याउ भेटेर टिफिन ल्याउनु है। सो के भन्छ, आज चाहिँ भ्लग चाहिँ कन्टिन्यू बनाउने सोचिरहन्छु। तर के हुन्छ भने चाहिँ के यो अरू चाहिँ हुन्छ, युट्युबमा चाहिँ कति गर्न सकिन्न क्या। युट्युबको लागि चाहिँ भिडियो बनाउनु लास्ट गाह्रो पर्छ। टाइम नै हुन्न, कता कन्टेन्ट नै पाइन्न क्या। सो एकदम आफ्नो लङ टाइमपछि चाहिँ कहिले चाहिँ युट्युबमा भिडियोहरू बनाउनु। सो त्यही नै हो गाइस, स्टे ट्युन होइन। अब कन्टिन्यू गर्ने सोचिरहेको छु। लेट्स सी के हुन्छ, थाहा छैन। ए ससुरो मेरो भाइ, ए ससुरो मेरो भाइ, जति गाली गरे नि जस्तो ससुरो मेरो भाइ भन्यो नि, आखिर ससुरा छैनन् होइन भन्न पाइयो। त्यो ससुरो मेरो भाइ लाइक गर भन्ने लास्ट त्यो गाइस। लाइक कमेन्ट गर्नु पऱ्यो, ट्याक्क लाइक सेयर गर्नु पऱ्यो होइन। युट्युबमा चाहिँ सब्सक्राइब हान्नु पऱ्यो। फेसबुक टिकटकमा चाहिँ फलो गर्नु पऱ्यो। हल्का दिनु पऱ्यो क्या, हल्का सपोर्ट हान्नु पऱ्यो जिन्दगानीमा होइन। सो त्यही नै हो गाइस। हामी चाहिँ म त अहिले च्याउ खान आएको थिएँ। के भन्छ, अरू कसै डर लाग्दैन होइन। सर्पको डर लाग्छ मुला, अरू त कसो के डर लाग्दैन। सर्प मुला टोकिने हिँड्यो भने होइन सक्यो नि। त्यही भएर चाहिँ च्याउ खान आएको थिएँ। एउटा च्याउ चाहिँ पाछु, लास्ट ठुलो छ होइन। सो अरू चाहिँ पाउँछ कि भनेर म यस्तो भट्किरहेको छु। जङ्गल झाडीहरू पनि भट्किरहेको छु, अरू पनि पाउँछ कि भनेर। कहाँ है नै हामी चाहिँ यहाँ च्याउ खाने ठाउँ चाहिँ अर्को चेन्ज भइसक्यो। हाम्रो लोकेसन बल्ल यो दुइटै सानसानो है। यो र एउटा यो दुइटा चाहिँ मैले पाइसकेको छु। टुङडुङ टाँड्याउ टुङडुङ टाँड्याउ रेगा हजुर लास्टमा। सो त्यही नै हो। यो ल यो दुइटा, अगाडिको त्यो ठुलोवाला छ 3टा भइसकेको छ। सो अझै पनि हामी खोज्नेवाला नै छौँ जिन्दगानीमा। हो अझै पनि यो खाने एकदम मजा आउँछ क्या। लास्ट मिठो लाग्छ मलाई त होइन जना। अब के भन्छ, च्याउ खोज्ने सिजनै हो क्या यो। चाहिँ यस्तो ठाउँहरूतिर यस्तो बाहिरबाट चाहिँ च्याउ पाइरहेको छु होइन। सो त्यही नै हो गाइस। फेरि म अब यतादेखि यता जानेवाला छु। भैया वहाँ से कहना वैया चाहिए आपको। वैया नहीं मिलता इधर, च्याउ मिलता है च्याउ। भैया बड़ा वाला खिला दो न च्याउ, बड़ा वाला खाओगे भन्छ त। यिनीहरू लास्ट फेमस भएको छ यार। त्यस्तै फेमस हुनु पाए त हामीलाई पनि मजा आउँथ्यो।
भैया मस्त गर्न भैया सो हाँ कहाँ यार गाइस ल यहाँनिर चाहिँ च्याउ देखिसक्यो होइन सो अब हामी चाहिँ जाँदैछौँ तल 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 पाखातिर त खोइसक्यो त्यो त चाहिँ पाएन अब सो हामी चाहिँ के भन्छ रुम्टातिर जाने आउँछौँ मकैबारीमा यता चाहिँ गाउँतिर रुम्टा भन्छ नि सो त्यही भएर मैले रुम्टा भनेको छु हामी चाहिँ अहिले घरमा पुगिसकेको छौँ ए देख सक्दै हो अघि अगाडि चाहिँ बहिनी छ सो अब चाहिँ हामी यहाँ तल हाम्रो मकैबारी छ त्यहाँ जानेवाला छौँ गाइस ये क्या है ये क्या है ये क्या है मिल गया एक अरू कहाँ छ उठा त हो एउटा यो सानो टुङडुङ डाँडाउँ मकैबारीमा पुगिसकेका छौँ हा ल हिजो अस्ति चाहिँ यही टन्नै पायो वेट अब चाहिँ कति भन्छ सापो डर लाग्छ अरू त त्यस्तै हो जिन्दगानीमा यस्तै रहेछ निर्माया यो संसारभरि त को आयो होला र हिजो अस्तिवाला होला क्या चिलायो हिजो अस्ति आउँदै कति च्याउ तर यो नखाने हाल्छ चाहिँ अब काँक्रा फल्ने पनि सिजन आइसक्यो ए देखो इतना बडा हो गया है इधर एउटा यता छ अरू कता छ अनि एउटा एउटा यता हेर्ने कता थियो एउटा उयो बडा डल्लो रहेछ यता एउटा यहाँ छ सो 4-5 वटा चाहिँ फलाएर रहेछ जे होस् ल खाने चाहिँ भइसकेको रहेछ अब 4-5 दिनमा हामीले चाहिँ खानु पर्छ जिन्दगानी पनि फेरि कोही चोर्दैन बड्डा सिस्नो चिलायो यार हामी चाहिँ अब घरमा आइसकेका छौँ आमा कुहिरो लागिन त बबाल देखाएको छ यार घर अनि के भन्छ मम्मीहरू उठाएको छैन गएर अब खानपिनको व्यवस्था गर्नुपर्ने हुन्छ उठाएको छैन जस्तो छ कुहिरो लाग्यो मशरूम लेकर आए मम्मी चाहिँ अंदर हुनुहुन्छ होला ए बड्डा बत्ती गएको छ त सो हामी चाहिँ च्याउ टिपेर आइसक्यौँ मम्मी चाहिँ यहाँ के गर्दै हुनुहुन्छ पुग्यौँ जता कतै थाल्नु नखाने थाल सो गाइजहरू चाहिँ हामी घरमा पुगिसकेका छौँ यहाँ चाहिँ बिजुली गइसकेको रहेछ नि म त भिडियो सिडियो गरेर हालौँ न भनेको थिएँ अब चाहिँ बेलुका आउने भयो त्यही नै हो सो गाइज अझ हामीले यहाँ ल आमामा कस्तो हो यता त्यहाँ लगाएर अहिलेको लागि चाहिँ तरकारी भइसकेको छ सो भिडियो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला हामी चाहिँ अब अर्को भिडियो मिल्नेछौँ अहिलेको लागि बाई बाई सी यू